नमस्कार साथीहरु, आजको भिडियोमा हामी फोटोशपबाट नयाँ वर्ष 2080 को शुभकामना पोस्ट अथवा ब्यानरको डिजाइन कसरी गर्ने भनेर सिक्ने छौं। सो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेर्न नबिर्सिनुहोला भन्दै अब भने लागौं हामी आजको भिडियोतर्फ। साथीहरु, सबैभन्दा पहिले तपाई आफ्नो फोटोशप खोल्नु होला। जस्तै मैले यहाँनिर मेरो फोटोशप खोलिसकेको छु र फोटोशप खोलिसकेपछि तपाईले आफ्नो फोटोशपमा एउटा डकुमेन्ट क्रिएट गर्नु होला। जस्तै मैले यहाँनिर एउटा फाइल क्रिएट गर्छु र त्यसपछि म यहाँ साइज बक्समा आउँछु। साइज बक्समा तपाईले यहाँनिर पिक्सल राख्नु होला र यसको साइज चाहिँ तपाईले 1080 र हाइटमा विड्थमा 1080 र हाइटमा पनि 1080 राख्नु होला र रेजुलेसनमा तपाईले 72 र कलर मोडमा तपाईले RGB कलर राखेर यहाँनिर क्रिएटमा क्लिक गर्नु होला। क्रिएटमा क्लिक गरेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो एउटा साइज क्रिएट भइसकेको छ। साथीहरु, अब यही साइज बक्समा चाहिँ हामी हाम्रो डिजाइनहरु क्रिएट गर्ने छौं। सो त्यसको लागि सबभन्दा फर्स्टमा म यहाँनिर एउटा रेक्टेंगल लिन्छु। रेक्टेंगल भन्दा नि सुरुमा म यो ब्याकग्राउन्डलाई अनलक गर्छु र यसमा मैले यो ब्याकग्राउन्डलाई कन्ट्रोल र जे ले यहाँनिर डुप्लिकेट गरेर एउटा कपी गर्छु र तलको लेयर 0 जुन छ यसलाई चाहिँ मैले यहाँनिर लक गर्दिए र माथिको जुन यो लेयर छ यसमा मैले यहाँनिर क्लिक गरे। त्यसपछि आएर म यसको राइट क्लिक गर्छु र राइट क्लिक गरेर म यहाँनिर ब्लेन्डिङ अप्सनमा आउँछु। तल तपाईले यहाँ देख्न सक्नुहुन्छ ग्रेडियन्ट ओभरले, यसमा क्लिक गर्छु र ग्रेडियन्ट ओभरलेमा क्लिक गरेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ यहाँनिर मेरो यहाँनिर एउटा ग्रेडियन्ट एप्लाई भइसकेको छ। सो सुरुमा मैले यसमा कलर चाहिँ अहिलेको लागि जस्ताको तस्तै यही कलर राखिदिन्छु र ओके गर्दिए। त्यसपछि आएर फेरि मैले यहाँनिर ओके गर्दिए। त्यसपछि फेरि यहाँनिर ओके गर्दिए। तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर मेरो एउटा ग्रेडियन्ट एप्लाई भइसकेको छ। यसलाई म थोरै एडिट गर्छु। त्यसको लागि म फेरि यहाँनिर ग्रेडियन्टमा यहाँनिर डबल क्लिक गर्छु। डबल क्लिक गरेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो ग्रेडियन्ट आइसकेको छ र यो ग्रेडियन्टलाई चाहिँ मैले यहाँनिर थोरै यसरी तल भन्नाले हल्का यति बनाएर यहाँनिरबाट मैले यहाँनिर ओके गरिदिन्छु। त्यसपछि आएर यो जुन लेयर छ यसलाई चाहिँ मैले यहाँनिरबाट लक गरिदिएँ। लक गरेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो यो लेयर लक भइसकेको छ र यस पछाडि म यहाँनिर हाम्रो एउटा टेक्स्ट चाहिँ यहाँनिर टाइप गर्छु। त्यसको लागि म यहाँनिर टेक्स्ट टुलमा जान्छु। टेक्स्ट टुलबाट यहाँनिर मैले एउटा टेक्स्ट यहाँनिर क्रिएट गर्छु, क्लिक गरेँ। त्यसपछि आएर यो टेक्स्टलाई मैले कन्ट्रोल टी ले ट्रान्सफर्म गरेर यसरी ठुलो बनाएर यहाँ इन्टर गरिदिएँ र त्यसपछि आएर यो टेक्स्टमा चाहिँ मैले यहाँनिर मैले यो टेक्स्ट टाइप गरेर यसलाई मैले इन्टर गरिदिन्छु र इन्टर गरिसकेपछि फेरि म यहाँनिर जुम गर्छु र जुम गरेर यो जुन टेक्स्ट छ यसलाई मैले अल्ट र शिफ्ट ड्र्याग गरेर तल सार्छु। तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो यो टेक्स्ट पनि कपी भइसकेको छ र अब यो कपी भइसके पछाडि यो टेक्स्टमा फेरि म यहाँनिर 2080 2080 त्यसपछि यहाँनिर मैले ओ लेख्छु, यहाँनिर इन्टर गरेँ। फेरि यही टेक्स्टलाई मैले फेरि यसरी अल्ट र शिफ्ट ड्र्याग गरेर यहाँ तल अर्को कपी बनाउँछु र यसमा चाहिँ म यहाँनिर शुभकामना भनेर टाइप गर्छु, इन्टर गरिदिएँ र त्यसपछि आएर यो सबै टेक्स्टलाई मैले यसरी सिलेक्ट गर्छु र यहाँ माथिबाट यसरी यसलाई अलाइन मिलाइदिएँ र यो माथिको टेक्स्टलाई मैले थोरै यहाँ तल सार्छु। अहिलेको लागि मैले यो टेक्स्टलाई यहाँनिर राखिदिएँ र त्यसपछि आएर यो जुन माथिको टेक्स्ट छ यसको टेक्स्टको चाहिँ म यहाँ फन्ट चेन्ज गर्छु। त्यसको लागि मैले यो टेक्स्टमा क्लिक गरेँ। त्यसपछि आएर म क्यारेक्टरमा आउँछु र क्यारेक्टरबाट यसको फन्ट चाहिँ राखिदिन्छु म यहाँनिरबाट आकृति बोल्ड। मैले यो फन्ट यहाँनिर राखिदिएँ र यसको कलर चाहिँ म यहाँनिर स्वाइचेसमा गएर यो येल्लो कलर यहाँनिरबाट मैले एप्लाई गरिदिएँ। तपाईँले पनि यहाँनिर कलर बक्सबाट येल्लो कलर यहाँनिर चुज गरेर चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। त्यसपछि आएर यो जुन तलको 2080 लेखेको टेक्स्ट छ यसको पनि कलर म यहाँनिरबाट येल्लो एप्लाई गरिदिन्छु यसरी नै। र त्यसपछि आएर तलको जुन शुभकामना लेखेको टेक्स्ट छ यसको चाहिँ मैले यहाँनिरबाट व्हाइट कलर एप्लाई गरिदिन्छु यसरी। तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो यो कलर एप्लाई भइसकेको छ। त्यसपछि आएर सबै टेक्स्टलाई मैले यसरी सिलेक्ट गरेर हल्का थोरै माथि लगेर जान्छु र त्यसपछि आएर यो तलको शुभकामना लेखेको जुन टेक्स्ट छ यसको चाहिँ म फेरि फन्ट चेन्ज गरिदिन्छु र यसको फन्ट पनि म यहाँनिरबाट आकृति राखिदिन्छु। जस्तै मैले यहाँनिरबाट यसको फन्ट आकृति बोल्ड राखिदिएँ। यहाँनिर हाम्रो सबै टेक्स्ट सिलेक्ट भएको छ। सो मैले यो 2080 लेखेको जुन टेक्स्ट छ यति टेक्स्टलाई मात्रै सिलेक्ट गरेँ। सिलेक्ट गरेर यसको पनि फन्ट म यहाँनिरबाट आकृतिबाट गणेश राखिदिन्छु, गणेश रेगुलर ओके। त्यसपछि आएर यो जुन टेक्स्ट छ यसलाई मैले यसको ग्यापिङलाई घटाइदिएँ र यो को लेखिएको जुन फन्ट छ अथवा टेक्स्ट छ यसको चाहिँ मैले साइज घटाइदिन्छु यसरी यति गरिदिएँ र इन्टर गरिदिन्छु। यति गरिसके पछाडि यो सबै टेक्स्टलाई मैले फेरि सिलेक्ट गरेँ र यसरी यसलाई मैले यहाँनिरबाट अलाइन मिलाइदिन्छु।
र यति गरिसके पछाडि म यहाँनिर एउटा इमेज लिएर आउँछु। त्यसको लागि म यहाँनिर डेस्कटपमा आउँछु। डेस्कटपमा मैले यहाँनिर मेरो इमेज अगाडि नै डाउनलोड गरेर राखेको हुनाले सो यो टेम्पल लेखेको जुन इमेज छ यसलाई म ड्र्याग गरेर फोटोसम्म लिएर आउँछु। र मैले यहाँनिर ओके गरिदिएँ। यसलाई मैले एडजस्ट गरेर यहाँनिर तल ल्याएँ। यो जुन हाम्रो टेक्स्टहरू छ, टेक्स्ट लेखेको यो सबै टेक्स्टहरूलाई मैले माथि यसरी सारिदिन्छु। र यो जुन इमेज छ यसलाई मैले थोरै यहाँ ल्याएँ, तपाईँ यहाँ देख्न सक्नुहुन्छ। र यो इमेजलाई मैले फेरि थोरै तल सारिदिन्छु यसरी। यति गरेपछि फेरि म यहाँनिर अर्को इमेज लिएर आउँछु। त्यसको लागि फेरि म यहाँनिर डेस्कटपमा आउँछु। यहाँनिरबाट मैले यो इमेजलाई यसरी ड्र्याग गरेर फोटोसम्म लिएर आउँछु। यहाँनिर इन्टर गरिदिएँ र यो इमेजलाई चाहिँ मैले यहाँनिर राखिदिन्छु। र यो जुन दुईटै इमेज छ यो दुईटै इमेजलाई सिलेक्ट गरेर मैले यसलाई यहाँनिर ल्याएँ। र यो इमेजलाई यहाँनिर एडजस्ट गर्नको लागि मैले यसलाई यहाँनिर राखिदिन्छु र यो इमेजलाई मैले यहाँनिर राखिदिएँ। र यति गरिसके पछाडि यो इमेजको जुन साइज छ यसलाई मैले कन्ट्रोल कीले ट्रान्सफर्म गरेर थोरै यसरी ठुलो बनाएर यहाँनिर इन्टर गरिदिएँ। र यस पछाडि म यहाँनिर एउटा रेक्ट्याङ्गल लिएर आउँछु। त्यसको लागि म यहाँनिर रेक्ट्याङ्गल टुलमा आउँछु। रेक्ट्याङ्गलमा क्लिक गर्छु र रेक्ट्याङ्गलमा क्लिक गरेपछि यसरी मैले यहाँनिर रेक्ट्याङ्गल यहाँनिर ड्र्याग गरिदिन्छु अथवा यहाँनिर क्रिएट गर्छु। र यो रेक्ट्याङ्गलको चाहिँ यहाँनिर चाहिँ स्ट्रोक छ, यो स्ट्रोकलाई चाहिँ मैले यहाँनिर नो फिल गरिदिएँ। र यो रेक्ट्याङ्गललाई मैले कन्ट्रोल टीले ट्रान्सफर्म गरेर यसलाई यसरी यसलाई चाहिँ मैले यहाँनिर यस्तो टाइपको डिजाइन चाहिँ यहाँनिर एप्लाई गर्छु। इन्टर गरिदिएँ र इन्टर गरिसके पछाडि यो जुन यो हाम्रो यो रेक्ट्याङ्गल छ यसलाई मैले फेरि थोरै यहाँनिर तल सारिदिन्छु। यति गरी गरिदिन्छु र कन्ट्रोल टीले ट्रान्सफर्म गरेर यसलाई यसरी मैले हल्का यहाँनिर तल सारेर यसलाई यहाँनिर मैले एडजस्ट गरिदिन्छु। यदि भइसके पछाडि म यहाँनिर हाम्रो लोगो लिएर आउँछु। त्यसको लागि म फेरि यहाँनिर डेस्कटपमा आउँछु र यहाँनिरबाट मैले यो अल्पाइनको जुन लोगो छ यसलाई मैले ड्र्याग गरिदिएँ र ड्र्याग गरेर यसलाई मैले यहाँनिर राखेँ। र यो जुन लोगो छ यसलाई मैले यहाँनिर तल लिएर आएँ र यसको जुन पछाडिको यो येल्लो कलर छ यसलाई चाहिँ म यहाँनिर चेन्ज गरिदिन्छु। यसमा चाहिँ म सुरुमा यहाँनिर ग्रिनमा आउँछु। जस्तै मैले यहाँनिरको ग्रिन पार्ट चुज गरेँ र त्यसपछि आएर म सिधै यो जुन हाम्रो ग्रिनको पनि व्हाइट पार्टतिर यहाँ जान्छु, ओके गरिदिएँ। त्यसपछि आएर यहाँनिर मैले अल्ट डिलिट प्रेस गरेर यो कलर एप्लाई गरिदिन्छु र यो जुन हाम्रो लोगो छ यसलाई थोरै तल सारिदिएँ। र यो जुन हाम्रो डिजाइन छ यो डिजाइन अथवा यो रेक्ट्याङ्गलको जुन स्ट्रोक छ यसलाई चाहिँ म यहाँनिर एप्लाई गरिदिन्छु। त्यसको लागि मैले यहाँ क्लिक गरेँ। यहाँनिर म डाइरेक्ट सेलेक्सन टुलमा आउँछु र स्ट्रोकमा आउँछु र स्ट्रोकमा चाहिँ यहाँनिर मैले यसको स्ट्रोक दिन्छु 10 इन्टर गरिदिएँ र यसको कलर चाहिँ यहाँनिरबाट मैले रेड कलर यहाँनिर चुज गरिदिन्छु। तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो यो स्ट्रोक पनि एप्लाई भइसकेको छ। र यो जुन हाम्रो लोगो छ यसलाई मैले थोरै यहाँनिर एडजस्ट गरिदिएँ र त्यसपछि आएर यो लोगोनिर यहाँनिर म एउटा लाइन क्रिएट गर्छु। त्यसको लागि रेक्ट्याङ्गल टुलमा आउँछु। यहाँनिरबाट रेक्ट्याङ्गल टुलबाट मैले एउटा सानो यसरी एउटा रेक्ट्याङ्गल टुलबाट एउटा लाइन यहाँनिर ड्र गरिदिन्छु। तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो यो ड्र भइसकेको छ। र यसको स्ट्रोकलाई मैले यहाँनिर नो फिल गरेँ। यसको फिलमा चाहिँ मैले यो रातो कलर यहाँनिर एप्लाई गरिदिन्छु। यहाँनिर फोन नम्बर, त्यसपछि फेसबुक र त्यसपछि आएर यहाँनिर म एड्रेस एड गर्छु। त्यसको लागि म यहाँनिर टेक्स्ट टुलमा आउँछु। यहाँनिर मैले क्लिक गरेँ र क्लिक गरिसके पछाडि यहाँनिर हाम्रो एउटा टेक्स्ट आइसकेको छ। यो टेक्स्टको कलर चाहिँ यहाँनिरबाट मैले सुरुमा यहाँनिर जान्छु र यहाँनिरबाट मैले यहाँनिरको यो ब्ल्याक कलर चुज गरेर एप्लाई गरिदिन्छु। र यसको जुन फन्ट छ फन्ट चाहिँ म यहाँनिर इङ्ग्लिसमा राख्छु। त्यसको लागि म यहाँनिर यो फन्ट चुज गरेँ र यो फन्ट चुज गरिसकेपछि यो जुन टेक्स्ट छ यसलाई कन्ट्रोल टीले ट्रान्सफर्म गरेर यसरी थोरै सानो बनाइदिन्छु र इन्टर गरिदिन्छु। र यहाँनिर म मेरो मोबाइल नम्बर एड गर्छु। जस्तै र यहाँनिर चाहिँ यसको ग्यापिङ चाहिँ धेरै यहाँनिर खुम्चेर आएको हुनाले सो मैले यसमा क्लिक गरेँ। यहाँनिर क्यारेक्टरबाट तपाईँको यहाँनिर अटो राखिदिनु होला र अटो गरेपछि तपाईँले यहाँ दिन सक्नुहुन्छ यसको ग्यापिङ चाहिँ अटो भएर आइसकेको छ। त्यसपछि आएर फेरि म यसमा डबल क्लिक गर्छु र डबल क्लिक गरेर यसको प्याराग्राफमा आउँछु र यहाँनिरबाट मैले यसलाई यसरी अलाइन मिलाइदिन्छु र यहाँनिर ओके गरिदिएँ। र यस पछाडि यसलाई मैले यहाँनिर राखिदिएँ र कन्ट्रोल टीले ट्रान्सफर्म गरेर यसलाई थोरै ठुलो बनाएर यहाँ इन्टर गरिदिन्छु र यसलाई तल सारे यसरी
त्यसपछि आएर यो जुन हाम्रो नम्बर र फेसबुक त्यसपछि आएर एड्रेस छ यसको आइकनहरू म यहाँनिर लिएर आउँछु। त्यसको लागि फेरि म यहाँनिर डेस्कटपमा आउँछु र यहाँनिरबाट सुरुमा म यो फोन कलको आइकन छ यसलाई मैले यहाँनिर ड्र्याग गरेर यो चाहिँ मैले अगाडि नै डाउनलोड गरेर राखेको हुनाले यहाँनिर यसलाई मैले लिएर आएँ। सो यसलाई मैले यहाँनिर राखेँ र यसको आइकनलाई मैले यहाँनिर एडजस्ट गरिदिन्छु र त्यसपछि आएर फेरि म यहाँनिर डेस्कटपमा आउँछु र डेस्कटपबाट मैले यहाँनिर जुन फेसबुकको यो आइकन छ यसलाई पनि यसरी ड्र्याग गरेर लिएर आउँछु र यो तीनटा आइकनलाई यहाँ सिलेक्ट गर्नुभन्दा अगाडि यो पछाडिको हाम्रो जुन इमेज छ यसलाई मैले क्लिक गरेर यसलाई लक गरिदिन्छु र लक गरिसकेपछि यो तीनटा आइकनलाई मैले सिलेक्ट गरिदिन्छु र यसरी यसको मैले अलाइन मिलाइदिन्छु र यसलाई मैले माथि राखेँ यति जति बनाइदिन्छु र कन्ट्रोल टीले ट्रान्सफर्म गरेर यसलाई मैले थोरै ठुलो बनाएर यहाँ इन्टर गरिदिन्छु र यो जुन हाम्रो टेक्स्टहरू छ यो टेक्स्टलाई मैले यहाँनिर राखेँ र यसमा राखिसकेपछि यसको ग्यापिङ मिलाउँछु। यसको लागि मैले यहाँ क्लिक गरेँ क्यारेक्टरमा आउँछु र यसमा अटो छ अटोको ठाउँमा मैले यहाँनिर 25 राखेर हेर्छु। सुरुमा 25 राख्दा पनि यसको ग्यापिङ थोरै घटेको छ सो यसलाई मैले 35 राखेर इन्टर गरिदिएँ। 35 यहाँ धेरै भयो सो यसमा मैले 30 राखेर इन्टर गरिदिन्छु। 30 राख्दा यहाँनिर लगभग यो हाम्रो मिलेको छ सो यसलाई मैले यहाँनिर 30 नै राखिदिएँ यसको ग्यापिङलाई। यसलाई मैले यसरी पुरा एडजस्ट गरिदिन्छु र त्यसपछि आएर यो जुन हाम्रो लोगो त्यसपछि आएर यो टेक्स्ट र आइकनहरू छ यसलाई मैले यसरी सिलेक्ट गरिदिन्छु र कन्ट्रोल जीले ग्रुप गरिदिन्छु र ग्रुप गरेर यसलाई मैले यसरी थोरै तल सारेन अथवा कन्ट्रोल टीले ट्रान्सफर्म गरेर यसलाई मैले यहाँनिर थोरै सानो बनाएर यहाँनिर इन्टर गरिदिन्छु। यो जुन टेक्स्टहरू छ यो आइकनहरू यसलाई फेरि मैले थोरै यसरी बढाइदिन्छु र यहाँनिर इन्टर गरिदिन्छु। साथीहरू तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो यो लोगो त्यसपछि आएर यसको एड्रेस अनि त्यसपछि यसको तपाईँको जुन वेबसाइट भयो वेबसाइट राख्नु होला। यहाँनिर मैले फेसबुकको जुन पेज छ त्यसको चाहिँ यहाँनिर आइडी राखेको छु। यसरी तपाईँले आफ्नो हिसाबले राख्नु होला र यति गरिसके पछाडि म यहाँनिर हाम्रो यो माथिको जुन टेक्स्ट छ यो टेक्स्टहरूलाई यसरी सिलेक्ट गरेर थोरै यहाँनिर माथि लगेर जान्छु यो टेक्स्टलाई यति जति। त्यसपछि आएर यहाँनिर म यो जुन बर्डको आइकनहरू छ त्यो लिएर आउँछु। त्यसको लागि फेरि म यहाँनिर डेस्कटपमा आउँछु र यहाँनिरबाट मैले यो बर्डको जुन आइकन छ यसलाई मैले यहाँनिर ड्र्याग गरेर ल्याएँ। यसलाई मैले इन्टर गरिदिन्छु र यसलाई मैले यहाँनिरबाट यो जुन आइकन छ यसलाई कन्भर्ट टु स्मार्ट अब्जेक्टमा कन्भर्ट गरिदिन्छु र कन्ट्रोल टीले ट्रान्सफर्म गरेर थोरै यसरी सानो बनाएर इन्टर गरिदिएँ। त्यसपछि आएर यसलाई मैले यहाँनिर एडजस्ट गर्छु कन्ट्रोल टीले ट्रान्सफर्म गरेर फेरि थोरै सानो बनाएर चाहिँ मैले यहाँनिर एडजस्ट गरिदिन्छु यसरी। त्यसपछि फेरि म यहाँनिर अर्को लिएर आउँछु यो बर्डलाई पनि मैले यहाँनिर राखेँ इन्टर गरिदिन्छु र यसको लेयरमा गएर यसलाई कन्भर्ट टु स्मार्ट अब्जेक्टमा कन्भर्ट गरिदिन्छु र कन्ट्रोल टीले ट्रान्सफर्म गरेर यसलाई मैले इन्टर गरिदिन्छु र यसलाई मैले यहाँनिर राखिदिएँ यसलाई थोरै यहाँनिर र यसरी यहाँनिर राखिसके पछाडि यो जुन आइकन छ यो बर्डको आइकन अथवा यो बर्ड यसलाई मैले थोरै सानो बनाएर इन्टर गरिदिन्छु र यति गरिसके पछाडि यो पल्लो अर्को जुन बर्ड छ यसलाई चाहिँ मैले थोरै तल ल्याइदिएँ यहाँनिर यहाँ सार्छु कन्ट्रोल टीले ट्रान्सफर्म गरेर यसलाई पनि थोरै सानो बनाएर यहाँनिर राखिदिन्छु। त्यसपछि अर्को पनि आइकन रहेको छ सो त्यसलाई पनि म यहाँनिर लिएर आउँछु। त्यसको लागि फेरि म यहाँनिर डेस्कटपमा आउँछु र यहाँनिरबाट यो मैले यो बर्डको जुन आइकन छ यसलाई पनि फेरि फोटोसम्म लिएर आउँछु यहाँनिर ओके गरिदिन्छु र यो जुन आइकनहरू छ यसलाई मैले कन्ट्रोल टीले ट्रान्सफर्म गरेर थोरै यहाँ माथि लिएर गएँ र त्यसपछि आएर यसलाई मैले लेयरमा आउँछु र कन्भर्ट टु स्मार्ट अब्जेक्टमा क्लिक गरेर यसलाई स्मार्ट अब्जेक्टमा कन्भर्ट गरिदिन्छु र यसलाई मैले फेरि सानो बनाइदिएँ र यहाँनिर मैले यहाँनिर एडजस्ट गरेर यहाँनिर इन्टर गरिदिन्छु र इन्टर गरेर यसलाई मैले फेरि थोरै तल सारिदिन्छु र यति गरिसकेपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो एउटा सिम्पल टाइपको एउटा ब्यानरको डिजाइन चाहिँ यहाँनिर कम्प्लिट भइसकेको छ र त्यसपछि आएर फेरि म अर्को पनि एउटा चाहिँ पोस्ट अथवा ब्यानरको डिजाइन तपाईँलाई यहाँनिर गरेर देखाउँछु नयाँ वर्षकै। सो त्यसको लागि फेरि मैले यहाँनिर कन्ट्रोल एन्डले यहाँनिर एउटा नयाँ डकुमेन्ट क्रिएट गर्छु। त्यसको पनि सेम साइज 1080 र रेजोल्युसन 72 राख्छु र 8GB कलर राखेर यसमा क्रिएट गरिदिन्छु। यो क्रिएट गरेपछि तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो यो क्रिएट भइसकेको छ र क्रिएट भइसके पछाडि यसमा चाहिँ म तपाईँलाई यो जुन हाम्रो फोटो राखेर एउटा डिजाइन देखाउने छु। त्यसको लागि चाहिँ सुरुमा म
यहाँनिर एउटा रेक्ट्याङ्गल क्लिक गर्छु। जस्तै यहाँनिर रेक्ट्याङ्गलमा आउँछु। रेक्ट्याङ्गल आइसकेपछि म यहाँ थोरै एउटा यसरी एउटा रेक्ट्याङ्गल क्रिएट गर्छु र यसको स्ट्रोक छ, यसको स्ट्रोकलाई चाहिँ मैले यहाँनिर नो फिल गरिदिएँ। त्यसपछि आएर यो जुन रेक्ट्याङ्गल छ यसलाई मैले यसरी कपी गरेर अर्को बनाइदिन्छु र त्यसपछि आएर म यहाँनिर चाहिँ म एउटा नेपालको एउटा झन्डा लिएर आउँछु। त्यसको लागि मैले अगाडि नै यो डाउनलोड गरेर राखेको छु। सो यसलाई मैले यहाँनिर एडजस्ट गरेँ अथवा यहाँनिर मैले लिएर आएँ र यहाँनिर ल्याइसके पछाडि र यसको यो पछाडिको जुन यो रेक्ट्याङ्गल कलर छ यो कलर चाहिँ मैले यो हाम्रो नेपालको फ्ल्यागबाट यो कलर यहाँनिर पिकअप गरेर यसमा म यो एप्लाई गरिदिन्छु। त्यसपछि आएर यसमा अर्को रेक्ट्याङ्गलमा चाहिँ मैले यो निलो कलर यहाँनिरबाट पिकअप गरेर यसमा एप्लाई गरिदिन्छु। साथीहरू तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो यो कलर एप्लाई भइसकेको छ र यो जुन हाम्रो टेक्स्ट भन्नाले यो रेक्ट्याङ्गल छ यसको ग्यापिङलाई चाहिँ मैले थोरै यसलाई यहाँनिर एडजस्ट गरिदिन्छु र यति गरिसकेपछि यहाँनिर म फेरि एउटा सर्कल क्रिएट गर्छु। त्यसको लागि म यहाँनिर लिफ्ट टुलमा आएँ र यसले लिफ्ट टुलबाट मैले यहाँनिरबाट यो सर्कल क्रिएट गर्छु। यसरी एउटा सर्कल क्रिएट गर्छु अनि इन्टर गरिदिएँ मैले। त्यसपछि आएर यो जुन सर्कल छ यसको कलर चाहिँ म यहाँनिरबाट यो कलर दिन्छु। यहाँनिर इन्टर गरिदिएँ र यो कलर एप्लाई गरिदिन्छु। यसको स्ट्रोकलाई चाहिँ मैले यहाँनिरबाट नो फिल गरिदिन्छु। यति गरिसके पछाडि यो जुन हाम्रो यो सर्कल छ यसलाई मैले कन्ट्रोल टीले ट्रान्सफर्म गरेर थोरै चाहिँ ठुलो बनाएर इन्टर गरिदिएँ र यसलाई मैले यहाँनिर एडजस्ट गरिदिन्छु थोरै र यो सबै जुन सेपहरू छ यसलाई मैले थोरै यसरी यहाँनिर राखिदिएँ र यो जुन हाम्रो सर्कल सेप र पछाडिको जुन रेक्ट्याङ्गल छ यसमा क्लिक गर्छु र क्लिक गरेर यसलाई मैले यसरी अलाइन मिलाइदिन्छु र यति गरिसके पछाडि यो जुन सर्कल छ यसलाई मैले कन्ट्रोल जेले डुप्लिकेट गरेर कन्ट्रोल टीले ट्रान्सफर्म गरेर फेरि यसरी थोरै सानो बनाएर इन्टर गरिदिन्छु र यसको कलर चाहिँ म यहाँनिरबाट वाइट राखिदिन्छु अहिलेलाई यसरी र त्यसपछि आएर कन्ट्रोल टीले ट्रान्सफर्म गरेर यसलाई थोरै ठुलो बनाइदिन्छु। लाइक यसरी नै मैले यसलाई एडजस्ट गरेर इन्टर गरिदिन्छु र त्यसपछि आएर यो जुन यो सर्कल र पछाडिको अर्को सर्कललाई सिम्पली क्लिक गरेर यसको मैले यसरी यहाँनिर अलाइन मिलाइदिन्छु। तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो यो अलाइन पनि मिलिसकेको छ र यति गरिसके पछाडि यो जुन हाम्रो फ्ल्याग छ यो नेपालको फ्ल्याग यसलाई मैले यहाँनिर राखेँ। यसलाई मैले अगाडि राखिदिन्छु, माथि लिएर राख्छु। यसलाई मैले यहाँनिर राखेर कन्ट्रोल टीले ट्रान्सफर्म गरेर यसरी सानो बनाएर यहाँनिर एडजस्ट गरेर यहाँनिर राखिदिएँ। तपाईँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो यो एक खालको एउटा डिजाइन यहाँनिर क्रिएट भइसकेको छ र यति भइसके पछाडि म यहाँनिर हाम्रो टेक्स्ट लिएर आउँछु। त्यसको लागि म यहाँनिर टाइप टुलमा आउँछु। त्यसपछि आएर मैले यहाँनिर क्लिक गरेँ। क्लिक गरेपछि तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो यो टेक्स्ट आइसकेको छ र यहाँनिर यसको लागि चाहिँ मैले अगाडि नै यहाँनिर टेक्स्ट अथवा यसको लागि चाहिँ मैले यहाँनिर अगाडि नै टेक्स्ट चाहिँ यहाँनिर टाइप गरिराखेको हुनाले सुरुमा म यहाँनिर वर्डमा आउँछु र यसबाट मैले यो टेक्स्टलाई कपी गरेर फोटोसपमा आउँछु। डबल क्लिक गरेँ र कन्ट्रोल एले सिलेक्ट गरेर कन्ट्रोल भीले पेस्ट गरिदिन्छु र यो जुन नयाँ वर्ष लेखिएको जुन टेक्स्ट छ त्यसलाई मैले कन्ट्रोल टीले ट्रान्सफर्म गरेर ठुलो बनाएर यहाँनिर इन्टर गरिदिन्छु र यति गरिसके पछाडि यसलाई मैले यो कलर चाहिँ यहाँनिरबाट यो कलर पिकअप गर्छु र यहाँनिर एप्लाई गरिदिन्छु। यो जुन टेक्स्ट छ यो टेक्स्टलाई कपी गर्छु। त्यसपछि आएर म यहाँनिर टाइपमा आउँछु, टाइप टेक्स्ट अथवा टेक्स्ट टुलमा आउँछु र यहाँनिरबाट मैले यसरी एउटा यहाँनिर टेक्स्ट बक्स क्रिएट गर्छु। यहाँ तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो टेक्स्ट आएको छ। सो यसमै मैले कन्ट्रोल एले सिलेक्ट अल गरेर जुन हामीले अघि कपी गरेर ल्याएको टेक्स्ट छ यसलाई कन्ट्रोल भीले यहाँनिर पेस्ट गरिदिन्छु। थोरै सानो बनाइदिएँ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ यो टेक्स्ट आइसकेको छ। यसलाई पनि सानो गर्छु र कन्ट्रोल एले सिलेक्ट अल गर्छु। क्यारेक्टरमा आउँछु, प्याराग्राफमा र त्यसपछि आएर मैले यहाँनिरबाट यसरी यसको अलाइन मिलाइदिन्छु र त्यसपछि आएर यो जुन यसको फन्टको ग्यापिङ छ यसलाई चाहिँ मैले यहाँनिरबाट अटो गराइदिएँ। अटो गरिसके पछाडि यसलाई मैले तल सारिदिएँ, यसरी यहाँनिर इन्टर गरिदिन्छु। यो टेक्स्टलाई मैले यहाँनिर राखेँ र कन्ट्रोल टीले ट्रान्सफर्म गरेर यसको टेक्स्टलाई चाहिँ मैले यसरी सानो बनाइदिन्छु। यसलाई मैले यहाँनिर एडजस्ट गरिदिन्छु र यो जुन टेक्स्ट छ यसको चाहिँ ग्यापिङ फेरि बढेको जस्तो लाग्यो मलाई। सो यसलाई मैले फन्टको साइज जति यहाँनिर 50 राखेर इन्टर गरिदिन्छु।
र यसको जुन यो बोल्ड छ यसलाई मैले यहाँनिर रेगुलर राखिदिएँ। यति गरिसके पछाडि यो जुन हाम्रो फन्टको कलर छ यो कलर चाहिँ मैले यहाँनिरबाट ब्ल्याक चुज गर्छु। जस्तै मैले यहाँनिरबाट यो ब्ल्याक चुज गरेँ, इन्टर गर्छु, यहाँनिरबाट यो एप्लाई गरिदिन्छु र एप्लाई गरिसके पछाडि यो जुन हाम्रो तल शुभकामना लेखेको छ यति मात्रै जुन टेक्स्ट छ यसलाई मैले सिलेक्ट गरेँ, कलरमा आउँछु र यहाँनिरबाट मैले यो कलर चुज गरेर यहाँनिर ओके गरिदिएँ। तपाईँ देख्न सक्नुहुन्छ हाम्रो यो कलर पनि यहाँनिर एप्लाई भइसकेको छ र यो जुन हाम्रो टेक्स्ट छ यो टेक्स्टलाई चाहिँ मैले यहाँनिर डबल क्लिक गरेँ, फेरि मैले यहाँनिरबाट यसलाई यहाँनिर थोरै एडजस्ट गरिदिएँ र यसलाई मैले थोरै माथि लगेर गएँ, इन्टर गरिदिन्छु र मलाई यो टेक्स्ट चाहिँ बोल्डै गर्नुपर्ने जस्तो लाग्यो। सो यसमा मैले क्लिक गरेँ, क्यारेक्टरमा आउँछु र यसलाई मैले रेगुलरबाट फेरि बोल्डमै यहाँनिर चेन्ज गरिदिन्छु। तपाईँ देख्न सक्नुहुन्छ यो हाम्रो बोल्ड भएर आइसकेको छ र यो टेक्स्ट दुईटै टेक्स्टलाई मैले यसरी सिलेक्ट गरेर यसलाई यसरी अलाइन मिलाइदिएँ र अलाइन मिलाइसकेपछि यो टेक्स्टलाई मैले यहाँनिर माथि लगेर जान्छु, हल्का माथि। त्यस पछाडि फेरि म यहाँनिर एउटा सर्कल क्रिएट गर्छु। त्यसको लागि म यहाँनिर रेक्टेङ्गल टुलबाट इलिप्स टुलमा आउँछु र यहाँनिरबाट मैले यसरी यहाँनिर एउटा सर्कल क्रिएट गर्छु र त्यसपछि आएर यसको जुन कलर छ यसको कलर चाहिँ म यहाँनिरबाट अहिलेको लागि यो रेड कलर यहाँनिरबाट यसको रेड कलर चुज गरेँ। त्यसपछि आएर यसको स्ट्रोक छ यो स्ट्रोकलाई मैले यहाँनिरबाट हटाइदिएँ र हटाइदिइसके पछाडि यो जुन हाम्रो यो जुन यो सर्कल छ यसलाई मैले कन्ट्रोल टीले ट्रान्सफर्म गरेर थोरै सानो बनाएर इन्टर गरिदिन्छु र इन्टर गरिसके पछाडि फेरि म यो माथिको टेक्स्ट र सर्कल सहित यसरी ड्र्याग गरेर यसको अलाइन मिलाइदिन्छु। पुरै यसलाई मैले सिलेक्ट गरेर माथि लगेर जान्छु यहाँनिर र यसपछि आएर यो जुन हाम्रो सर्कल छ यो सर्कलमा चाहिँ म यहाँनिर एउटा इमेज लिएर आउँछु। जस्तै म यहाँनिर डेस्कटपमा आउँछु र डेस्कटपबाट मैले यो इमेजलाई ड्र्याग गरेँ र ड्र्याग गरेर यहाँनिर राख्दिएँ। त्यसपछि आएर यसलाई मैले इन्टर गरिदिन्छु र यो इमेजलाई चाहिँ मैले लेयरमा आएर यहाँनिरबाट कन्भर्ट टु स्मार्ट अब्जेक्टमा कन्भर्ट गरिदिन्छु। र त्यसपछि आएर यसलाई मैले कन्ट्रोल टीले ट्रान्सफर्म गरेर सानो बनाएँ, यहाँनिर राखिदिन्छु, इन्टर गरेँ। त्यसपछि आएर यो जुन सर्कल छ अथवा यो इलिप्स यसलाई मैले माथि ल्याएँ र यो जुन इमेज छ यसलाई मैले सर्कलभन्दा जस्ट माथि ल्याएर यहाँनिर यसको इमेजमा जान्छु र यस इमेजको लेयरमा गएर यसलाई मैले सेट क्लिपिङ मास्क गरिदिन्छु। त्यसपछि आएर यसलाई मैले थोरै यहाँनिर एडजस्ट गरेर कन्ट्रोल टीले ट्रान्सफर्म गरेर यो इमेजलाई मैले यसरी यहाँनिर सानो बनाएर इन्टर गरिदिन्छु। साथीहरू तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो यो इमेज पनि आइसकेको छ र यति भइसके पछाडि यो पछाडिको जुन इलिप्स छ यो जुन सर्कल यसलाई मैले कन्ट्रोल जेले डुप्लिकेट गरिदिन्छु र डुप्लिकेट गरेर यसलाई मैले यहाँनिर यसरी माथि लिएर आएँ। सरी यो पछाडिको यो जुन इलिप्स टुल छ यसलाई मैले माथि लिएर आउँछु र यसको जुन यो तपाईँको यो जुन फिल छ यो फिल कलरलाई मैले नो फिल गरिदिएँ। यसको स्ट्रोकलाई चाहिँ मैले यहाँनिरबाट 10 राखिदिएँ, यही कलरमा 10 राखिदिएँ। 10 राखिसकेपछि यसको जुन यो पछाडिको इमेज हामीले जुन क्लिपिङ मास्क गरेको इमेजको जुन इलिप्स छ यसमा आउँछु र यसमा मैले क्लिक गरेँ र यसको स्ट्रोकलाई पनि मैले यहाँनिरबाट 10 राखेर इन्टर गरिदिन्छु। सरी यो 10 राखेर इन्टर गरिदिएँ र इन्टर गरिसके पछाडि यसको कलर चाहिँ म 10 गरेर इन्टर र इन्टर गरेपछि यसको कलरलाई मैले यहाँनिर रेड राखिदिन्छु र यो अर्को जुन इलिप्स छ यो पछाडि लिएर राखेको हाम्रो जुन छ यसको चाहिँ मैले 5 राखिदिन्छु यसरी। र यसको जुन यो स्ट्रोक अप्सन छ यसमा चाहिँ मैले यो डट डटवाला राखिदिन्छु र यसको कलर चाहिँ यहाँनिरबाट मैले वाइट चुज गर्छु। जस्तै यहाँनिर आउँछु कलरमा आएर यसको कलर चाहिँ यसरी वाइटमा चुज गरिदिन्छु। साथै तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो यो यस्तो टाइपको एउटा डिजाइन यहाँनिर क्रिएट भएको छ। सो यो सबै डिजाइनलाई मैले यहाँनिर चाहिँ सिलेक्ट गरेर कन्ट्रोल टीले ट्रान्सफर्म गरेर थोरै यसरी सानो बनाएर यहाँनिर इन्टर गरिदिन्छु। चाहेर यसलाई मैले यहाँनिर पुरै तल लिएर आएँ। साथीहरू यति भइसके पछाडि फेरि म यहाँनिर हाम्रो अर्को टेक्स्ट लिएर आउँछु। त्यसको लागि मैले यो माथिको जुन नयाँ वर्ष लेखेको जुन टेक्स्ट छ यसलाई मैले ड्र्याग गरेर तल लिएर आउँछु र त्यसपछि आएर फेरि म यहाँनिर वर्डमा आउँछु। त्यसपछि आएर यो जुन टेक्स्ट छ यसलाई कन्ट्रोल सीले कपी गर्छु, फोटोसम्म आएर यहाँनिरबाट यसमा डबल क्लिक गर्छु र कन्ट्रोल भीले पेस्ट गरिदिन्छु र यहाँ इन्टर गरिदिएँ र कन्ट्रोल टीले ट्रान्सफर्म गरेर यो जुन टेक्स्ट छ यसलाई सानो बनाइदिएँ
त्यसपछि आएर यो टेक्स्टको पछाडिको जुन एउटा ग्यापिङ छ यसलाई मैले घटाइदिन्छु। यसको ग्यापिङलाई घटाउनलाई म क्यारेक्टरमा आउँछु। त्यसपछि आएर यहाँनिर मैले यसको अटो राखिदिन्छु। अटो राख्दा यहाँनिर धेरै ग्यापिङ भएको मलाई यहाँ फिल भइरहेको छ। सो यसलाई मैले फन्टको साइज जति नै 62 राखिदिएँ, फन्टको साइज जति। त्यसपछि आएर यसलाई मैले यहाँनिर राखिदिएँ। यो जुन प्रबन्ध निर्देशक लेखेको जुन टेक्स्ट छ यसमा यति टेक्स्टलाई मैले सिलेक्ट गर्छु र क्यारेक्टरमा आउँछु। यसलाई मैले यहाँनिर बोल्डबाट रेगुलरमा कन्भर्ट गरिदिन्छु। त्यसपछि आएर यसको फन्ट साइजलाई पनि मैले यहाँनिरबाट 50 गरेर इन्टर गरिदिन्छु। यसको ग्यापिङलाई पनि मैले यहाँनिर 50 राखेर थोरै माथि सारिदिन्छु। यो जुन हाम्रो तलको प्रबन्धक निर्देशक लेखेको जुन फन्ट छ यसलाई मैले त्यो टेक्स्टलाई यतिलाई मैले सिलेक्ट गरेँ र सिलेक्ट गरेर यहाँनिर म स्वाइप चेन्जमा आउँछु। जस्तै यहाँनिरबाट मैले यो कलर चुज गरिदिन्छु। तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो यो कलर चुज भइसकेको छ। त्यसपछि आएर यसलाई मैले थोरै कलर ल्याएँ। त्यसपछि आएर यहाँनिर म अर्को एउटा लोगो लिएर आउँछु। त्यसको लागि फेरि म यहाँनिर मोडमा पेस्टमा आउँछु र यहाँनिरबाट मैले यो लोगोलाई यहाँनिर लिएर आएँ। यहाँनिर लिएर आउँछु र इन्टर गरिदिन्छु र लेयरमा आउँछु र यो लोगोको लेयरमा आएर यहाँनिर मैले यसलाई कन्भर्ट टु स्ट्यान्डर्ड अब्जेक्टमा कन्भर्ट गरिदिन्छु र कन्ट्रोल टीले ट्रान्सफर्म गरेर यसलाई सानो बनाइदिन्छु। यहाँबाट यसरी यसलाई मैले यहाँनिर राखेर इन्टर गरिदिन्छु। यहाँनिर यसलाई एडजस्ट गरिदिन्छु। तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो यो एडजस्ट भइसकेको छ। त्यसपछि आएर फेरि म यो माथिको टेक्स्टलाई यसरी सिलेक्ट गरिदिन्छु र यसमा मैले यहाँनिर यो जुन अर्को टेक्स्ट छ यहाँनिर यो टेक्स्ट यहाँनिर टाइप गर्छु। साथै तपाईँ यहाँ देख्न सक्नुहुन्छ मैले यो टेक्स्टलाई यहाँनिर टाइप गरिसकेको छु र यसलाई मैले कन्ट्रोल टीले ट्रान्सफर्म गरेर थोरै यो ठुलो बनाएर इन्टर गरिदिन्छु। त्यसपछि आएर यो जुन टेक्स्टको कलर छ यसको कलर चाहिँ म यहाँनिरबाट ब्ल्याक चुज गर्छु। यसको लागि फेरि म यहाँनिर कलरमा जान्छु र यहाँनिरबाट मैले यो ब्ल्याक कलर चुज गरेँ। यसलाई मैले यहाँनिरबाट इन्टर गरेर यो कलरलाई यहाँनिर एप्लाई गरिदिन्छु। यसलाई मैले थोरै राखिदिन्छु र यो जुन हाम्रो लोगो छ यो लोगोलाई पनि मैले यहाँनिर थोरै माथि राखेर कन्ट्रोल टीले ट्रान्सफर्म गरेर यसलाई थोरै ठुलो बनाएर इन्टर गरिदिन्छु। त्यसपछि आएर यो जुन टेक्स्टहरू छ यसलाई मैले सिलेक्ट गरेँ र यसको ग्यापिङलाई यसरी अलाइन मिलाइदिन्छु। र यति गरिसके पछाडि यो जुन सबै टेक्स्टहरू छ त्यो टेक्स्टलाई मैले यसरी सिलेक्ट गरेर तल ल्याएँ र यसलाई मैले कन्ट्रोल जीले ग्रुप गरिदिन्छु र ग्रुप गरिसके पछाडि चाहिँ मैले थोरै यहाँनिर थोरै माथि लगाएर गएँ र माथि लगेपछि यो माथिको टेक्स्ट र त्यसपछि आएर यो सबै हाम्रो यो डिजाइन अथवा यो सर्कल त्यसपछि यो इमेज छ यो सबैले सिलेक्ट गर्छु यसरी र यसलाई मैले यसरी अनलाइन मिलाइदिन्छु। यसलाई मैले कन्ट्रोल टीले ट्रान्सफर्म गरेर पुरै यसरी ठुलो बनाएर इन्टर गरिदिएँ र इन्टर गरेर फेरि मैले यो ग्रुप गरे यो जुन ग्रुप छ यो ग्रुपलाई कन्ट्रोल एले सिलेक्ट अल गरेर यसरी यसको अलाइन मिलाइदिन्छु र कन्ट्रोल डीले डिसिलेक्ट गरिदिन्छु। साथीहरू यति भइसकेपछि फेरि म यहाँनिर हाम्रो एउटा ब्याकग्राउन्ड लिएर आउँछु। त्यसलाई फेरि म यहाँनिर डेस्कटपमा आउँछु र यहाँनिर मैले अगाडि नै ब्याकग्राउन्ड चाहिँ डाउनलोड गरेर राखेको हुनाले यो ब्याकग्राउन्डलाई मैले फेरि फोटोसपमा लिएर आउँछु। यहाँनिर ल्याएँ यसमा एडजस्ट गरिदिन्छु र यो ब्याकग्राउन्डलाई मैले सबभन्दा लास्टमा लगेर जान्छु र यहाँनिर मैले एडजस्ट गरिदिन्छु। तपाईँ यहाँ देख्न सक्नुहुन्छ लगभग यहाँनिर हाम्रो यो डिजाइन पनि कम्प्लिट भइसकेको छ। त्यसपछि आएर यो जुन हाम्रो ब्याकग्राउन्ड छ यो ब्याकग्राउन्डलाई मैले यहाँनिर लक गरिदिएँ र लक गरेर यो जुन टेक्स्ट छ यो टेक्स्टलाई मैले थोरै यहाँनिर तलतिर ड्र्याग गरेर यहाँनिर एडजस्ट गरिदिन्छु र यो माथिको टेक्स्टलाई पनि थोरै यहाँनिर माथि लगेर यहाँनिर एडजस्ट गरिदिन्छु। साथीहरू फाइनली तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो यो दुईवटा डिजाइन चाहिँ यहाँनिर कम्प्लिट भइसकेको छ र यो जुन डिजाइन छ यसको चाहिँ PST फाइल अथवा यसको टेम्प्लेट चाहिँ मैले तपाईँलाई यहाँनिर तल डिस्क्रिप्सनमा लिङ्क दिएको छु र त्यो लिङ्कबाट तपाईँले डाउनलोड गरेर यसलाई एडिट अथवा यसबाट चाहिँ तपाईँले प्र्याक्टिस गर्न सक्नुहुन्छ भन्दै तपाईँलाई आजको यो भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्न नबिर्सिनुहोला र भिडियोलाई मन परेमा लाइक सेयर र यदि मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नबिर्सिनुहोला भन्दै आजको लागि भने भिडियो यति नै। अर्को नयाँ भिडियोमा हामी फेरि भेटौँला।